साथीहरु गुड मर्निङ एन्ड नमस्ते। म चाहिँ नानीलाई रेडी पार्दैछु। नानीको मम्मी चाहिँ स्कुलतिर व्यस्त हैन। अब म बेरोजगारी मान्छेको अहिले काम भनेको केही पनि छैन। मेरो काम भनेको यही हो, तपाईहरुले देखिरहनु भएको छ। अब कतिचोटी त यो बिग्रिन्छ पनि हैन, यस्तै हो हैन। जीवनमा हरेक कुरा गर्न पर्छ, हरेस चाहिँ खाना हुँदैन। सबै कुरा चाहिँ समयले सिकाउँछ हैन। मैले पहिला जान्दिन थिए कति पनि, यही अब नानीलाई चाहिँ रेडी गराउँदै अनि मैडम जागिरी भइसकेपछि अब सिक्नु पर्यो। अब जसरी पनि एनीहाउ सिक्नु छ हैन। अब अस्ति हाम्रो एकजना प्यारो भाउजूले चाहिँ अलिकति टाइट भयो, अलि खुकुलो पार्न पर्छ, कस्यो धेरै भनेर मलाई चाहिँ कमेन्टमा भन्नुभएको थियो। अनि त्यो कुरा चाहिँ साँच्चै हो कि जस्तो लाग्यो के मलाई। अनि फेरि ट्राई गर्दैछु। अब बेरोजगारी मान्छे पर्यो हैन। अब काम चाहिँ मेरो अहिले चाहिँ अब मेरो विधामा चाहिँ काम चाहिँ यही नै हो, नानीलाई रेडी पार्ने, स्कुल पठाउने। यो भन्दा अर्को काम चाहिँ मसँग छैन। बरु मलाई 1-2 महिना कहीँ काम साम छ भने पछि यसो जागिर सागिर खोज्दिनु होला। म चाहिँ नानीलाई स्कुल पठाइवरी यसो सानोतिनो भए पनि जागिर गर्छु है साथीहरु। कहीँ जागिर छ भने भनिहालौँ त। दाङ घोराइको आसपासमा केही जागिर छ मेरो लागि भने भन्नु होला है। म जागिर गर्न रेडी छु।